अबको हाम्रो यात्रा पहिला बाटोबाट देखाउँ है गर्दै सोध्दै सोध्दै जाने बिचबिचमा हामीले यो अर्ग्यानिक पानी हमला पनि खायौँ। रमाइलो गर्दै जानुपर्छ है हजुर। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला, राम्रो राम्रो रमाइलो छ। हाम्रो यति धेरै काफल टिपेर फुङफुङ झर्ना आउँदाखेरि यति धेरै काफल पनि खाइयो। ऐसोले त खिचेन नि, कसलाई पुगेन बाबुलाई? यहाँ अर्कै मजा चल्ला छ यहाँ पनि। यहाँ मजा छ यहाँ पनि, उता नि मजै छ, चढिएकै छ रुख। चोरी कार्यक्रम बढा बारेन शाखा कहाँ हुन्छ हजुर? हामीले यो काफल खाएको बोट यो पुरानो, कति राम्रो काफल फलेको छ। सट्ट लाएर अलि परसम्म गाडी आउँछ, तर बाटो त्यहाँ ढलान गर्ने कारणले गर्दाखेरि आउनु नपाएको। अलिअलि काफल फलेको छ, झम्म लगाएर यति धेरै काफल छ। यो बाटो सर जाने यो फुङफुङे झर्ना, यस्तो राम्रो भेरी। बिस्तारै यो बाटो हिँडेर सट्ट यो खोला, अब यहाँ चाहिँ पुल छैन है, सर यो खोला तरेर बाटी जानुपर्छ। हेर्नुहोस् है गाइस, ढुङ्गा कत्रो कत्रो छ। त्यसरी सानो छैन नि ढुङ्गा, यस्तरी जम्प गर्दै टेक्दै जम्प गर्दै ढुङ्गामा अब लड्यो यत्रो धारिलो ढुङ्गा। तर म यता साइडबाट जान्छु। अब यो ठुलो ढुङ्गा चाहिँ चढ्नुपर्छ। ए खोला, ऊ त्यहाँ काफलको बोट छ, काफल खाँदै भाइ दिदीहरू आउँदै हुनुहुन्छ। गाह्रो छ सर ढुङ्गा सार्दै। अब यहाँ त जम्प गर्नु पर्यो। ला खोला तरेर मजाले लुई हिँड्नुपर्छ। यसरी सट्ट प्रकृतिसँग रमाउँदै हरियो मकै, बिचबिचमा सानो पानी पिउने धाराहरू पनि छ। यसरी रमाइलो। हरियो सर गाउँबारी कति राम्रो छ। फुङफोरे फुङफुङ झर्ना जाने बाटो। यस्तो राम्रो ठाउँ, सट्ट त्यही बाटो जाने हो। फुङफुङ झर्ना आएपछि यति राम्रो भ्यू भएको रिसोर्ट पनि छ यहाँ। र भाइहरू मजाले रेस्ट गरिरहेछ थाकेर तलबाट आएर। यस्तो मजाको छ, पुरै काठै काठको। उतै सिँढीबाट सर जाने हो यसरी तल। फुङफुङ झर्ना ठ्याक्क यो रुखको तल छ। यति राम्रो भ्यू भएको
बार टाइपको होटल छ, कटेज टाइपको सबै चिज अभाइलेबल मक्कादेखि लिएर। बारदली तर डिजाइन त कति राम्रो बनाएको, धेरै राम्रो छ। मेरो च्यानललाई धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला। यस्तै यस्तै रमाइलो भिडियो हेर्नको लागि मैले नयाँ दिदी यहाँ झर्ना राम्रो रहेछ भने मलाई गाली नगर्नु है। धन्यवाद। मैले गर्दा भन्नु राम्रो छ भनेपछि तपाईँले गर्दा यस्तो राम्रो झर्ना हेर्न पाइयो भन्नु न। मैले त माथिबाट हेर्दै आहा भइसक्यो, अब तल पुग्दा कस्तो छ हेरौँ। तर अहिले आउन चाहिँ बडो मुस्किल छ है। त्यत्रो उकालो चढ्ने कसरी? भ्यू त स्वर्ग चाहिँ छ भ्यू देख्नलाई। एक घन्टा अलि लाग्यो होइन, 25मा हिँडेको 2:25मा हिँडेको 3:10 भयो अहिले यहाँ। हो हो त नि, यो मान्छे बाटोमा नदेखेर ऊ गाइज यत्रो मान्छे तल आएर बसेको रहेछ। अनि कहाँ हुन्छ त नि? यो फुङफुङे झरना नुवाकोट जिल्ला रानीपौवाबाट आउने सर्र लागेर यो हाम्रो मिनी रेस्टुरेन्ट। यहाँ दाइको रेस्टुरेन्ट छ। यहाँ दामी सानो चिटिक्कको यस्तो राम्रो रेस्टुरेन्ट छ। यी दिदी गाली फिर्ता। दिदी यता हेर न कस्तो लागिरहेछ त दिदी, मैले गर्दा यस्तो राम्रो झरनामा आउन पाउनु भएको छ। अनि ट्राफिक दाइलाई नि सुनाइदिनु न। कति गहिरो रहेछ यार, अझै तल जान पर्ने रहेछ यी। हट्टे फुङफुङ झरना, फुङफुङ 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 झरना। अब माथि चढ्दा अप्ठ्यारो है दाइ? माथि यस्तो हुन्छ। अब खुट्टा ललबडिन्छ अनि। ए हामी हिँडेको हिँडाइ छ, हिँडेको हिँडाइ छ, हिँडेको हिँडाइ छ। अब यहाँ पुरा म्युजिक सिस्टम चलिरहेछ बहिनीको। भरे युट्युबमा हेर्नुपर्छ कि बहिनी, फेरि बुझ्यौ है? नवीन सिक्देल युट्युबमा हेर ल। सिक्देल ल ल हाई गर ल। कस्तो लाग्यो फुङफुङे झरना? कस्तो लाग्यो फुङफुङ झरना? ल थ्याङ्क यू। पछि म तलबाट भिडियो गर्छु कि। लाउनु लाउनु ल। यता हेर्नु दिदीलाई। फुङफुङे झरना दिदी यता हेर्नु ल। यत्रो बेर हिँडेको थकाइ मेटियो फुङफुङे झरनामा आएर।
ल हामी फाइनली रानी पौवाबाट फुङफुङ झर्ना आइपुग्यो ओह्रालो राखेको छ रातो यो नयाँ घरबाट दिदीहरूसँग भरे युट्युबमा राख्ने हो कि दिदी अहिले मेरो युट्युब च्यानलमा राख्छु अहिले हामी एकदमै दुःख कस्तो लागिरहेछ दिदी फुङफुङ झर्ना आएर कष्ट गरेर आयो तर यहाँ पुग्न लाग्दाखेरि चाहिँ एकदमै रमाइलो फिल भइरहेछ मजाले व्यवस्थित रहेछ त अनि तर बिचमा मान्छे नभेटिएर एकछिन चाहिँ डर लाग्यो खतक हुन्छ फेरि खुट्टा खान्छ होला है तल पटाका पटाका पटाकामा आगेको देख्दैन पटाका कसले माग्यो कस्तो लागिरहेछ भाइ फुङफुङ झर्ना रमाइलो लागिरहेको छ अब रमाइलो लाग्यो धेरै थकाइ लागिसकेपछि बल्ल रमाइलो छ बाटा बाटामा फोहोर नगरौँ भनेर यहाँ डस्टबिनहरूको पनि व्यवस्था छ मजाले ओ त्यहाँ कुनाबाट झर्ना देखिरहेको छ अहिले हामी त्यहीँ पुग्दैछौँ गाइज डुङ 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 के हुँदैन मलाई त त्यो माथिबाट यहाँ हेर्दा डर लाग्यो अन्त अघिको मान्छेहरू यहीँ आयो जस्तो छ हामीले सोधेको थियौँ नि ए फोटो सुट सेक्सन क्या हो खुट्टा खोलेर जाने हो मलाई आरोप ल्याएर राम्रो